अहिले पनि मलाई लाग्छ कि अस्ट्रेलिया चाहिँ नेपाली स्टुडेन्टहरुको लागि चाहिँ सबैभन्दा बेस्ट ठाउँ हो हैन। सबैलाई थाहा छ कि अस्ट्रेलिया धनी छ, पर इन्कम क्यापिटल राम्रो छ, जब अपर्च्युनिटीहरु पनि कम्पेरेटिभली अरु इंग्लिश कन्ट्रीहरुमा जे भइरहेको छ त्यो देख्दाखेरि चाहिँ धेरै नै राम्रो छ हैन। तर मेन कुरा चाहिँ किन यो अस्ट्रेलियामा आइसकेपछि कोही फर्केर जाँदैन या व्हाट इज सो गुड अबाउट अस्ट्रेलिया भन्दाखेरि चाहिँ मेरो विचारमा चाहिँ म 16-17 वर्ष स्टुडेन्ट भएर आएर यहाँ बसिरहेको हुनाले एउटा अलिकति थोरै मेरो एक्सपिरियन्समा भन्न मिल्ने कुरा चाहिँ के हो भने अस्ट्रेलिया चाहिँ एकदमै मल्टिकल्चरल छ के। तपाईहरुले अब अस्ट्रेलिया नेपालको 8औं स्टेट भन्नुहुन्छ हैन, फेसबुक पेजमा मेमे देखाउँछ, स्ट्यान्ड अप कमेडियनहरुले जोक गरिरा हुन्छन्। तर आई थिंक दैट इज द बिगेस्ट स्ट्रेंथ हो जस्तो लाग्छ अस्ट्रेलियाको। हामीलाई मात्रै हैन कि फिलिपिनोलाई सोध्नुस्, आइरिशलाई सोध्नुस्, लेबनिजलाई सोध्नुस्, ब्रिटिशहरुलाई सोध्नुस्, उनीहरु सबैले भन्छन् कि ओ अस्ट्रेलियामा हाम्रो मान्छे त अति नै धेरै छ, लाइक एभ्रीवेयर यु गो यु फाइन्ड ब्रिटिश आइरिश भन्छ, उनीहरुले पनि भन्छ के। तर व्हाट इज त्यो भनेको के हो भने इट इज सो वेलकमिङ टु एभ्रीबडी के। तपाई एयरपोर्टबाट झर्नुस् हैन, ट्रेनबाट बाहिर निक्लिनुस् अनि तपाईलाई त्यो आफ्नै लाइक यु विल फिट इन के। 1-2 दिनमै आफ्नै गाउँ जस्तो लाग्छ, आफ्नै ठाउँ जस्तो लाग्छ हैन। फ्रिडम छ, आफूलाई चाहिँ एकदम एलियन फिल हुँदैन के, स्पेशली इन द यो सिडनी र मेलबर्न जस्तो सिटीहरुमा। मलाई त सिडनी मेलबर्नहरु जस्तो इट्स अ मिक्सचर अफ साउथ ईस्ट एसियन सिटी र साउथ ईस्ट एसियन र युरोपियन सिटीको मिक्स जस्तो लाग्छ के। दे भेरी वेलकम, भेरी एक्सेसिबल, यताउता जान हैन। अमेरिकामा जस्तो जे कुरा पनि कारमा मात्र रिलाय गर्नु पर्दैन अनि पिपल आर भेरी वेलकमिङ। अनि त्यो एकदम सबै मान्छेहरु डिफ्रेन्ट कल्चरबाट आएको हुँदाखेरि आफूलाई त्यो घुलमिलिन पनि एकदम सजिलो हुन्छ अनि धेरै कुराहरु आफूलाई एकदम कन्फिडेन्ट बनाउँछ के। मैले आफ्नै रिलेटिभहरु देखिरा हुन्छु वेस्टर्न फिनल्यान्ड, स्विडेनमा बसिरहेको हैन, त्यो चाहिँ एकदम होमोजिनस कल्चर भएको अनि यो जस्ट त्यहाँ चाहिँ एउटा पाउना भए जस्तो हो नि त। यो कन्ट्रीमा चाहिँ व्हेनेभर यु कम नेक्स्ट डे यु फिल लाइक यु आर पार्ट अफ इट के अलरेडी, किनभने त्यो मल्टिकल्चरल डाइभर्सिटी छ नि, त्यसले गर्दाखेरि तपाईलाई चाहिँ एकदम एलियन फिल गराउन चाहिँ दिदैन के। त्यो पोइन्टले गर्दा नै होला कि लाइक यु नो हुन्छ नि, whoever comes here they don't want to go back के। to some extent it applies to USA अनि भ्यान्कुवर क्यानाडालाई पनि। तर त्यहाँको पोलिटिक्स चाहिँ अलिकति राइट विङ छ, यहाँको चाहिँ अलिकति सेन्ट्रिस्ट भएको हुनाले आई थिंक people like it here।